दर्शकबिन यतिखेर यो गोलीको फोका पनि भेटिएको छ। यो गोलीहरू आज प्रहार भएको थियो आन्दोलनमा। देख्न सक्नुहुन्छ यो सरलाई दिएँ मैले। दर्शकबिन तीनकुनेको आन्दोलन तितर बितर भएको छ। जनताहरूको घर जलेको छ। अहिले पनि देख्न सक्नुहुन्छ काठमाडौँ महानगरपालिकाको दमकल ल्याएर आगो निभाउनको लागि तयार परिरहेको छ भने यतिखेर प्रहरीले यहाँ माइकिङ गरिराख्नु भएको छ। यो क्षेत्रमा नबस्दिनु होला, कर्फ्यू जारी गर्नको लागि यतिखेर प्रहरीले निर्देशन कुरिराख्नु भएको छ। माइकिङ गरेर जनतालाई घर जानु होला, यहाँ जे पनि हुनसक्छ भनेर भनिराख्नु भएको छ। यतिखेर यो आन्दोलन नेतृत्व गरिराख्नु भएको छ, उहाँहरूलाई पनि खोजिराख्नु भएको छ जनताहरूले। दर्शकबिन यतिखेर घर जलिरहेको छ। देख्न सक्नुहुन्छ फायर एन्ड रेस्क्यु टिमले यो जलिरहेको आगो खरानी भएको यो ठाउँहरूलाई यतिखेर नियन्त्रण गर्न कोसिस गरिराख्नु भएको छ। देख्न सक्नुहुन्छ आन्दोलन भइराख्दाखेरि यतिखेर तीनकुने छेउमा रहेको यो घर यतिखेर जलिराख्दाखेरि घरधनी पनि यहीँ आउनु भएको छ। उहाँहरूले भन्नुहुन्छ यहाँ आन्दोलनकर्मी साथीहरूले पनि भनिराख्नु भएको छ प्रहरीहरू गएर माथि असुर ग्यास हाने भनिराख्नु भएको छ। यद्यपि अझै पनि आगो नियन्त्रण गर्नको लागि यतिखेर काठमाडौँ महानगरको यो देख्न सक्नुहुन्छ दमकल आएको छ। फायर एन्ड रेस्क्यु टिम आएर आगो निभाउनको लागि नियन्त्रण गर्नको लागि प्रयास गरिराख्नु भएको छ। यो अवस्था सिर्जना भएको छ। यतिखेर दर्शकबिन आन्दोलन गरिराख्दाखेरि जनताहरूको घर पनि जलेको छ। किन यस्तो गर्नुभयो भनिराख्नु भएको छ दर्शकबिन। अहिले काठमाडौँ महानगरपालिकाको देख्न सक्नुहुन्छ फायर एन्ड रेस्क्यु टिमले धमाधम धुवाँ नियन्त्रण गरिराख्नु भएको छ। सँगसँगै ओहो देख्न सक्नुहुन्छ अझै पनि आगो नियन्त्रणमा जुटिराख्नु भएको छ। ओ माई गड दर्शकबिन देख्न सक्नुहुन्छ धुवाँको मुस्लो अझै पनि आइरहेको छ। हामीसँग कुरा गर्न पनि समय छैन यिनीहरूसँग। जतिखेर मन लागेको छ त्यतिखेर कर्फ्यू लगाइदिएको छ, जतिखेर मन लागेको छ अश्रु ग्यास हानिदिएको छ, जतिखेर मन लागेको छ त्यतिखेर चाहिँ त्यो गोली चलाइदिएको छ। यो भिलान्देले गरो यो रापपाले यो तोडफोड गर्ने जुलुसै होइन होइन। मलाई यो सबै कुरा थाहा छ। यो आन्दोलनले तोडफोड गर्ने भने हामी राजालाई राख्ने हो, राजालाई उसमा राख्ने भनेर आएको। हामी शान्तिपूर्ण आन्दोलनमा आएका हौँ होइन। तर तपाईँको यो फुटेको छ नि, माथिबाट तपाईँको सिभिलमा बसेर तपाईँको असुल ग्यास माथिबाट हानिसके पछाडि ढुङ्गा हानिसके पछाडि यो तोडफोड भएको घर गयो। अब कसरी गयो होइन आयोजकको हो, तपाईँको प्रहरीहरू माथि कसरी गयो त्यो कुराहरू चाहिँ अब रिसर्च हुनुपर्छ भन्ने कुरो हो हाम्रो। त्यति मेरो मिटिङ सुनेर आएको यो हाम्रो घर संस्था। जनताहरूको घर जलिरहेको छ, गाडीहरू फोडिएको छ, यहाँ के भइरहेको छ यहाँ विस्तृतमा हामी जानकारी लिनेछौँ। र जसको घर जलेको छ उहाँ घरधनीसँग हामी विशेष कुराकानी गर्नेछौँ भने यहाँ के भएको थियो। यहाँ आन्दोलन गर्ने साथीहरू जो यहाँ आमसभा गरिराख्नु भएको थियो राजा प्रेमीहरू उहाँहरूसँग विशेष कुराकानी गर्नेछौँ। यो दृश्यहरू देखिराख्दाखेरि तपाईँहरू के भन्न चाहनुहुन्छ मनमा लागेको कुरा पक्कै पनि लेख्दै जानु होला र यो भिडियो सक्दो सेयर गरेर सम्पूर्ण माझ पुर्याइदिनु होला दर्शकबिन। ओहो देख्न सक्नुहुन्छ गाडीको अवस्था पनि यस्तो छ। पुलिसले पो हो सर, आफैले फोडेको हो। यो नेपाल प्रहरीले फोडेको आफैले ढुङ्गा हान्दा उयो घरमा सामग्रीहरू पालेर भनेदेखि राजावादीले हिंसा भड्काउन चाहेकै होइन। फर्स्टमा तपाईँको यो माथिबाट असुल ग्यास गोली प्रहार भयो नि सर। तपाईँको धेरैजना घाइते भएको छ सर। तपाईँको मेरो भनाइ यति मात्रै हो, सरकारले यो आन्दोलनलाई भड्काउनको लागि के गर्न खोजेको भनेर हिंसा भड्काउन खोजेको उसले। हामी शान्तिपूर्ण आन्दोलनमा आएका हौँ होइन। तर तपाईँको यो फुटेको छ नि, माथिबाट तपाईँको सिभिलमा बसेर तपाईँको असुल ग्यास माथिबाट हानिसके पछाडि ढुङ्गा हानिसके पछाडि यो तोडफोड भएको अरू केही पनि तपाईँको होइन। आन्दोलनकारीले हुँदै होइन यो तपाईँको यो यहीँ भित्र असुल ग्यास भित्र छ हेर्नुहोस् होइन। तपाईँको राजावादीहरूलाई ओहो देख्न सक्नुहुन्छ यहाँ यो चाहिँ नेपाल पुलिसले आफैले फोडेको हो। यहाँ असुल ग्यास आफैले हानेको छ यो घरमा मान्छे पालेर हानेको। कार्यक्रम विफल गर्नको लागि राजावादीको कार्यक्रम विफल पार्नको लागि नेपाल पुलिसले आफ्नो वर्दी खोलेर सिभिलमा मान्छे पठाएर तोडफोड गरिरहेछ। राजावादीको भेष जस्तो बनाएर सिभिलमै आएर यो घरको छतमा बसेर हानिरहेको छ। यो घर देखाउनु होला, यो घरको हालत अगाडिबाट मात्र होइन पछाडिबाट त्यस्तै छ। यो भनेको उनीहरूकै कारणले गर्दाखेरि भएको। राजावादीहरू जनताको पक्षमा हुनुहुन्छ, जनताको यसरी सामान राजावादी पक्षमा छन् सबैजना। दुःख दिन चाहेकै होइन। हामीले पुलिससँगै कोर्डिनेसन गरेर तपाईँहरूको ठाउँमा आउँदैनौँ भनेर भन्दा हामी त्यहाँनिर हुँदै तपाईँको माथिबाट ढुङ्गा प्रहार भएको छ। पहिला ढुङ्गा र असुल ग्यास भइसके पछाडि उताबाट तपाईँहरूको राजावादीले हान्यो भनेर भनिसके पछाडि तपाईँको दोहोरो झडप भएको हो। तर उनीहरू हान्न चाहिँ फर्स्टमा उनीहरू आफैले जनतामाथि प्रहार गरेर झडप भएको। हुन्छ झडपको अवस्था कसरी सिर्जना भयो भनेर हामी बुझ्न कोसिस गरिरहेका छौँ। केही साथीहरू पनि हुनुहुन्थ्यो। देख्न सक्नुहुन्छ काठमाडौँ महानगरपालिकाको यो रेस्क्यु फायर एन्ड रेस्क्यु टिम पनि निरन्तर लागि परिराख्नु भएको छ। जताततै टायर बालिएको छ र प्रहरीको अगाडिको त्यो जुन ट्राफिक चेकपोस्ट छ बिचमा राखिन्छ ट्राफिकहरू बस्नको लागि त्यो अवस्था त्यसको अवस्था पनि देख्न सक्नुहुन्छ। बिचमा राखिने पोस्टमा आगो लागि
भएको छ, उहाँले जलाउनु भएको छ। यो अवस्था सिर्जना भएको छ यतिखेर देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ घरभित्र यहाँ मान्छेहरू हुनुहुन्थ्यो होला, विभिन्न व्यवसायहरू थियो, यद्यपि सबै यतिखेर देख्न सक्नुहुन्छ घर जलेर खरानी भएको छ, ध्वस्त भएको छ। दर्शकबिन यो आन्दोलनले निकै ठुलो क्षति पुर्याएको छ। अवस्था यतिखेर तपाईँलाई तिनकुने बाटो देखाइरहेका छौँ। यतिखेर जुन सरकार विरुद्धको आन्दोलन थियो त्यसको नतिजा यतिखेर यो आएको हो कि जनताको घर जलाएको छ भनेर धेरैले बताइराख्नु भएको छ। देख्न सक्नुहुन्छ अहिले पनि तपाईँले राफ देख्न सक्नुहुन्छ, जनताको घर जलेको छ। दर्शकबिन कसरी भयो बा यो एकाएक? यो हामी नै आफै अचम्म पर्छ। हाम्रो यो राप्रपाले यो राप्रपा यिनीहरूले गरेको आन्दोलन यस्तो आव लाउने जनताको क्षति पुर्याउने लक्ष्य नै होइन। षड्यन्त्र भएको हो, यो षड्यन्त्रै भएको छ। यो षड्यन्त्र भयो। पुलिस कसरी माथि गए, कसको को बिना त्यहाँ माथि गयो, कसको स्वीकृति लिएर घर जलेको छ। आज सिसाहरू एउटा घरबाट माथि जनताको गाडीहरू कुटाइएको छ। अनि कसले गर्यो यो? तपाईँहरूको आन्दोलन थियो? यो भिलान्देले गर्यो। यो राप्रपाले यो तोडफोड गर्ने जुलुसै होइन होइन। मलाई यो सबै कुरा थाहा छ। यो आन्दोलनले तोडफोड गरियो भने हामी राजालाई राख्ने हो, राजालाई उसमा राख्ने भनेर आएको हो। सरकारले नै षड्यन्त्र गर्यो। यो सरकारले नै षड्यन्त्र गर्यो। सरकारले आगो लगाए जनताको। ए तेरी ला सरकार के हो यो? त सरकारले तिर्नुपर्छ यो क्षतिपूर्ति त। दुर्गा पर्साईले तिर्नुपर्छ भन्दैछ नि त। दुर्गा पर्साईले तिर्छ। के कुरा गरे यो? हो कमान्डर हुनुहुन्छ यो आन्दोलन कमान्डर हो। तपाईँ कमान्डर, मै कमान्डर, सबै कमान्डर हो। आउने पो कमान्डर त, बोलाउँदा आउने पो कमान्डर त। अब सबै कमान्डर यो लाएको यो भिलान्तेले हो, अरूले लाएको होइन बाबु। यसमा निर्धक्क हुनु न। यसमा कोही सुरक्षित छ? गोली त अब गोली कसले चलाउने आदेश थियो? सरकारले होइन, जनता छोरो मर हो त। यो आन्दोलन त शान्ति वातावरणको आन्दोलन थियो। यो राप्रपाले कहिले पनि आन्दोलन यस्तो तोडफोड हामीलाई राजेन्द्र लिङ्गदेनबाट यही छ कि निर्देशन, तपाईँहरूले तोडफोड नगर्नु, जनताको समस्या सिधा आन्दोलन जानुहोस्, शान्तिपूर्ण आन्दोलन जानुहोस्, कसैले रोक्दैन भन्नुहुन्थ्यो। हामी यस्तो आन्दोलन धेरैचोटि आइरहेको मान्छे हो। म पनि हुन्छ त अब यस्तो अवस्था देखेपछि फेरि यो आन्दोलन सुरु हुन्छ। आन्दोलन त चर्किन्छ, आन्दोलन त चर्किन्छ। यो आन्दोलनले छोड्दैन। अब जनता उग्र रूप लिएको नि। जसरी 17,000 को बलिदान आयो, बलिदान दिएर यो गणतन्त्र होइन आयो, गणतन्त्रको महसुस गरेन साँच्चै? अब यसमा अलिकति मर्छन् पनि गणतन्त्र पनि जान्छ बाबु। जहाँ पठाउने हो यो के काम यस्तो? यो दुनियाँ भरौटे लाएर अब हेर्नुहोस्, त्यहाँ अस्ति भर्खर 2टा प्रहरी पिटिए, प्रहरी भाइहरू पिटिए। कसैले त्यहाँ छानबिन गरे? झगडा गर्ने इच्छा यो यताउता होइन। यो कहिले पनि राप्रपाले कहिले पनि गर्दैन यो आन्दोलन। यस्तो कहिले पनि भएको यो हजुर षड्यन्त्र भएको। षड्यन्त्र 100% हो। अझ पनि भन्छु किताब कलम पसल रहेछ, स्टेसनरी रहेछ। के भन्न चाहनुहुन्छ जसरी आज यो अवस्था सिर्जना भयो तपाईँहरू? यो अवस्था सिर्जना गर्नमा पूर्ण रूपमा राज्य र यो आतङ्ककारी सरकार जिम्मेवार हुनुपर्छ। यो हाम्रो नागरिक बचाउ महाअभियानले यसको नेतृत्व गरेको थियो। त्यसमा अरू दलहरू पनि छन् जो राष्ट्रवादी देशभक्त दलहरू छन्। हाम्रो आन्दोलन शान्तिपूर्ण थियो। यसमा अशान्ति मचाउने काम कसले गर्यो? तपाईँहरू मिडिया कर्मीलाई थाहा छ होइन? थाहा छ नि, भनिरहनु पर्दैन। यो यहाँ घरमाथिबाट चाहिँ के भने पुलिसले जब चाहिँ के भने असुर ग्यास हान्यो तब चाहिँ के भने यो आन्दोलन भड्किएको। नभए त्यहाँनिर हाम्रो अतिथि आसन ग्रहण पछाडि हाम्रा वक्ताहरूले बोल्ने कार्यक्रम मात्रै थियो। तर चाहिँ के भनेदेखि यहाँ काठमाडौँ महानगरपालिकाको रेस्क्यु टिमले, यहाँ एपिएफको टिम पनि देख्छौँ, नेपाल प्रहरीले पनि यहाँ आगो निभाउनको लागि, नियन्त्रण गर्नको लागि उहाँहरू सहयोगको निम्ति यहाँ आउनुभएको छ र उहाँहरूले आफ्नो कुराहरू गरिराख्नु भएको छ। यद्यपि यहाँको जो घर धनी हुनुहुन्छ उहाँसँग कुराकानी गर्न पाए हामी उहाँसँग कुराकानी गर्ने कोसिसमा छौँ। हजुरको हो दाइ यो व्यवसायहरू घरहरू के हो? व्यवसाय त ऊ हो भाइ। के हो दाइ हजुरको? यो भाइ दाइ उहाँको सर हजुरको ओहो यो के थियो सर हजुरको? हजुर के थियो यहाँ सर व्यवसाय? तल स्टेसनमै पसल थियो, सेकेन्ड फ्लोरमा गोदाम थियो क्या सर।
त्यो गोदाम चाहिँ सबै तपाईँहरू माथि नै हुनुहुन्थ्यो आगो होइन, लाग्दाखेरि म अथवा बाहिर के? थिएँ, बाहिर बाहिर थियो थिएँ। को हुनुहुन्थ्यो भित्र कोही छैन कोही पनि छैन तर यहाँ आन्दोलनकर्मी साथीहरूले भन्नु भएको छ प्रहरीहरू माथि गएर असुर ग्यास हान्यो त्यसपछि हो प्रहरीले सटरबाट यो खुलै थियो यहाँ माथि सही बन्द छ यता जाने ठाउँ छैन यताबाट चाहिँ गएर प्रहरी माथि जाने ठाउँ छ के भन्नुहुन्छ दाइ तपाईँ त आन्दोलनमा त आउनु भएको होइन होइन म त बाहिर आउँदैछु मिटिङमा थियो मेरो मिटिङ थियो सुनेर आएको यो हाम्रो घर संस्थाको घर हो संस्थाको घर हो सहकारी एकाएक जनताको तपाईँहरूको घरमा यति क्षति पुगेको छ के भन्नुहुन्छ जसले यहाँ यता फर्किनु त आन्दोलन गरिराख्नु भएको छ अथवा होइन सुरक्षाकर्मी साथीहरू यहाँ अहिले निभाइराख्नु भएको छ उहाँहरूलाई के भन्नुहुन्छ होइन म त यहाँ के भन्नु केही थाहा छैन वस्तुस्थिति मैले केही पनि बुझाएको छैन होइन यहाँ आगो लागि भनेर बुझिरहेको छु जनताको तपाईँहरूको जनताको घर गयो अब कसरी गयो होइन आयोजकको हो तपाईँको प्रहरीहरू माथि कसरी गयो त्यो कुराहरू चाहिँ अब रिसर्च हुनुपर्छ भन्ने कुरो हो हाम्रो त्यति अरू केही पनि होइन जनता पुलिसले माथि गएर असुर ग्यास हानो भन्ने कुरा छ होइन मलाई थाहा छैन अहिले कुरो त्यो कुरो बुझिरहेको छु मैले त्यही भएर कुदेको आउनु सक्ने अवस्था पनि छैन अब हाम्रो यो एउटा सहकारीको घर हो यो सहकारी संस्थाको घर हो त्यो माथि चाहिँ एउटा अफिस यहाँ सबै हाम्रो त्यो यहाँ स्टेसनरी हो मुन्डा त्योभन्दा माथि गोदाम थियो त्योभन्दा माथि कार्गो थियो ल फर्म थियो होइन सबै कागजपत्र सबै गएको छ केही पनि बाँकी छैन भनेको भनेपछि सरकारले बेहोर्नु पर्यो भने तपाईँहरूको सरकारको बेहोर त सरकारले हेर्नु पर्यो नि त जनताको गर्ने हो भने अब सरकारले बेहोर छ बेहोर्दैन भन्ने कुरा नि अब तपाईँको पहिले रिसर्च हुनु पर्यो तपाईँको यहाँ आएर पुलिस किन माथि गयो कसरी गयो जनता घर त पुलिस किन छिर्यो यो कुराहरू हेर्नु पर्यो हाम्रो भनाइ त्यही हो जनताको घरमा पुलिस छिर्ने अधिकार के कसले दियो त उनीहरूले माथि गएर असुर ग्यास हानो भन्ने छ असुर ग्यास कसरी गयो पुलिस कसरी माथि गयो त्यहाँ त्यो कुरो थाहा पाउनु पर्यो त्यो कुरो बुझ्नु पर्यो नि त उहाँहरू यहाँ सञ्चालक हुनुहुन्छ र घर उहाँहरूकै हो र सरकारले यो हेर्नुपर्छ जसले यो आन्दोलन नेतृत्व गरिराख्नु भएको छ उहाँहरूलाई पनि खोजिराख्नु भएको छ जनताहरूले किन यस्तो गर्नुभयो भनिराख्नु भएको छ दर्शकबिन अहिले काठमाडौँ महानगरपालिकाको देख्न सक्नुहुन्छ फायर एन्ड रेस्क्यु टिमले धमाधम धुवाँ नियन्त्रण गरिराख्नु भएको छ सँगसँगै ओहो देख्न सक्नुहुन्छ अझै पनि आगो नियन्त्रणमा जुटिराख्नु भएको छ ओ माई गड दर्शकबिन देख्न सक्नुहुन्छ धुवाँको मुस्लो अझै पनि आइरहेको छ तपाईँलाई हिँड्डुल गर्ने मनाइ गरिसकेको छ अर्को आदेश जारी भइसकेको छ जानु होला सम्पूर्ण